के तपाईँले कहिले सोच्नुभयो तपाईँको भविष्य, भाग्य, सफलता सबै सङ्केत पहिले नै तपाईँकै हातमा लेखिएको हुन्छ भनेर? हस्तरेखा केवल भविष्य बताउने चिज होइन। यो तपाईँको मन, स्वभाव, क्षमता र जीवन यात्राको नक्सा जस्तै हो। पहिलो कुरा, कुन हात हेर्ने? दायाँ हात तपाईँ अहिले बनिरहेको जीवन हो, अहिलेको कर्म, अहिलेको वास्तविकता। बायाँ हात तपाईँ जन्मसँगै ल्याएको सम्भावना र स्वभाव हो। त्यसैले दुवै हात हेर्नुपर्छ। तर आज तपाईँले दायाँ हात हेरे पुग्छ, किनभने तपाईँ अहिले के बन्दै हुनुहुन्छ, कसैले भविष्य बनाउँछ। अब हथेलीलाई अलि ध्यानले हेर्नुहोस्। सबैभन्दा पहिले तपाईँले देख्नुहुने रेखा हो, जीवन रेखा। यो औँठा र तर्जनीको बीचबाट तलतिर घुमेको अर्धचन्द्र जस्तै रेखा हो। धेरैले यो रेखाले आयु बताउँछ भन्छन्, तर सत्य फेरि अर्को हो। जीवन रेखा आयु होइन, जीवन शक्ति, ऊर्जा, स्वास्थ्य र स्थिरता बताउँछ। यदि यो रेखा गहिरो र स्पष्ट छ भने तपाईँभित्र ठूलो बल छ। तपाईँलाई कुनै पनि कठिन परिस्थिति धेरै लामो समयसम्म तोड्न सक्दैन। तर यदि यो रेखा पातलो छ, बीचबीचमा टुटे जस्तो देखिन्छ भने तपाईँ मानसिक थकान, तनाव र कमजोरी छिटो महसुस गर्नुहुने व्यक्ति हुन सक्नुहुन्छ। तर यो बदलिन्छ, अहिलेको बानीले, जीवनशैलीले, ध्यानले। कसैले यो स्थायी दैवी लेखाइ होइन, आफैले लेख्न मिल्ने रेखा हो। अब हेरौँ मस्तिष्क रेखा, अर्थात् हेडलाइन। यो जीवन रेखाको ठिक छेउबाट क्षैतिज रूपमा हथेलीको बीचतिर फैलिएको रेखा हो। मानिसको सोच, बुद्धि, निर्णय शक्ति सबै कुरा यसले बताउँछ। यदि यो रेखा लामो र सिधै अगाडि बढेको छ भने तपाईँ तार्किक, योजनाबद्ध र एकदम स्पष्ट सोच राख्ने व्यक्ति हुनुहुन्छ। तर यदि यो रेखा तलतिर मोडिएको छ भने यसको अर्थ तपाईँ कल्पनाशील, सृजनात्मक र भावनात्मक भएर सोच्नुहुन्छ। यदि यो रेखा दुई भागमा हुन्छ भने तपाईँको दिमागमा दुई स्वभाव हुन्छ, एक व्यावहारिक, अर्को कलाकार। धेरै सफल मानिसमा यस्तो रेखा देखिन्छ। अब हेरौँ हृदय रेखा, अर्थात् हार्ट लाइन। यो हथेलीको माथिल्लो भागमा हुन्छ, साना औँलाहरूको ठिक तलबाट सुरु भएर हथेलीको बीचतिर आउने रेखा। प्रेम, भावना, सम्बन्ध, कति चोट पाउनुहुन्छ, कति कसैलाई चोट दिन सक्नुहुन्छ, सबै कुरा यसले भन्दछ। यदि यो रेखा गहिरो र स्थिर छ भने तपाईँ भावनामा साँचो र स्थायी हुनुहुन्छ। तर यदि यो धेरै शाखामा छुट्टिएको छ भने तपाईँ भावनामा चञ्चल, छिटो विश्वास गर्ने र छिटो चोट पाउने स्वभावका हुनुहुन्छ। यदि यो रेखा माथितिर उठेर तर्जनीतर्फ जाँदा टुङ्गिन्छ भने तपाईँले धेरै साँचो प्रेम दिन सक्नुहुन्छ, लेकिन अपेक्षा समेत धेरै हुन्छ, त्यसैले निराश पनि छिटो हुन्छ। अब हथेलीको केन्द्रतिर हेर्नुहोस्। यदि त्यो क्षेत्रमा भाग्य रेखा, फेट लाइन देखिन थाल्यो भने त्यो तलबाट माथिसम्म नदेखिन सक्छ। तर यदि छ भने जीवनमा तपाईँलाई आफ्नो बाटो आफै खोज्दै लैजाने शक्ति छ। यदि यो रेखा मध्यम गहिरो छ भने तपाईँको जीवन स्थिरतामा जान्छ, हत लक्ष्यतिर बढ्छ। तर यदि यो रेखामा धेरै मोड घुमाव छन् भने जीवनमा धेरै मोड, रोकावट र परिवर्तन आउने सङ्केत हो। यसले तपाईँ दुर्भाग्यशाली भन्न चाहेको होइन। यसले भन्छ कि तपाईँलाई परिवर्तनले बनाउँछ। जति परिवर्तन, उति परिपक्वता। अब हथेलीको बेसमा औँठाको तल भिनस माउन्ट हुन्छ। यो मांसल भाग। यहाँको उचाइले जुनसुकै मानिसको प्रेम क्षमता, ऊर्जा, आकर्षण र उत्साह बताउँछ। यदि यो क्षेत्र भद्दा वा अत्यधिक मोटा छ भने तपाईँ अत्यधिक भावनात्मक, कहिलेकाहीँ अत्यधिक आसक्त पनि बन्न सक्नुहुन्छ। तर यदि यो सुन्दर र सन्तुलित छ भने तपाईँ प्रेममा न त अत्यधिक टाँसिने, न कहिले टुट्ने एकदम सन्तुलित व्यक्ति हुनुहुन्छ। अब हथेलीको बाहिरी भाग, कनिष्ठिका औँलाको तल मर्कुरी माउन्ट हेर्नुहोस्। यहाँबाट तपाईँको बोल्ने क्षमता, व्यापारिक दिमाग, कम्युनिकेसन स्किल देखिन्छ। यदि यो क्षेत्र उठेको छ भने तपाईँले बोल्ने मात्र होइन, मनाइदिने शक्ति पनि राख्नुहुन्छ। तर यदि यो क्षेत्र पातलो वा सन्तल छ भने तपाईँका भावनाहरू मनमै सीमित रहने सम्भावना हुन्छ। आपले धेरै कुरा व्यक्त गर्न सक्नुहुन्न। अब हथेलीको अगाडितिर सन माउन्ट हुन्छ, रिङ फिङ्गर तल। यसले प्रसिद्धि, प्रगति, सृजनशीलता र आत्मविश्वास बताउँछ। यदि यहाँ हल्का उठान छ भने तपाईँमा एक विशेष चमक हुन्छ। कुनै न कुनै क्षेत्रमा पहुँच हुने क्षमता तपाईँले जन्मजात पाएको हुन्छ। अब मार्स क्षेत्र, हथेलीमा दुई ठाउँमा हुन्छ। एक, जीवट र साहसको क्षेत्र, जीवन रेखाको बाहिरी छेउ। अर्को, धैर्य र रोकथामको क्षेत्र, मध्यतिर। यदि यी दुवै सन्तुलित छन् भने तपाईँ न डराउने व्यक्ति, न अनावश्यक रिस उठाउने व्यक्ति बन्नुहुन्छ, एकदम संयमित शक्ति। यति अनेक रेखा, चिन्ह, उचाइ
यी सबैले भनेको एउटै कुरा हो, तपाईँ आफ्नो हातको रेखाले होइन, तपाईँको कर्मले रेखालाई बदलिदिन सक्नुहुन्छ। आपले आफ्नो हातमा भविष्य खोज्नु जरुरी छैन। आपले चाहनुभयो भने भविष्य आफैले बनाइदिन सक्नुहुन्छ। अब एकचोटि आफ्नो हात फेरि हेर्नुहोस्। यही हातले तपाईँले दुःख सहनुभयो, यही हातले तपाईँले सहयोग गर्नुभयो, यही हातले तपाईँले जीवन उठाउनुभयो। हस्तरेखा केवल कागज होइन, यो तपाईँकै कथा हो। यसले भविष्य होइन, तपाईँको स्वभाव, शक्ति र सम्भावना भन्दछ। अब प्रश्न, तपाईँ आफ्नो हात हेर्नुभयो, तर के तपाईँ हातले गर्ने कर्महरू पनि हेर्न तयार हुनुहुन्छ?